अनि गाइज ल दर्शन नमस्ते सम्पूर्ण मित्रजन। आज चाहिँ म चाहिँ घरमा एक्लै भएको हुँदाखेरि साग पकाइयो धेरै। अब प्याज स्याज कागरी सागरी आँपको अचार अनि लहरू मात्रै गाइज। अब यति तरकारी म यति भात खाइसकेँ। मैले हिजो बेलुका नि भात खाएन। पानी खानु साला यो दिन भात नखाएको लास्ट भएको रहेछ। त्यति भात त यार खाइसक्दैन के हो जस्तो लागेको छ। तर 2 दिनको भोमा हिजो पनि भात खाएन। घरमा केटी नभएर अल्छी लाएर पञ्चालनको है मान्नु के भन्नु। खुर्सानी राख्छु पिरो रहेछ आफ्नै बारीको। फेरि तलतिर यस्तो तन्रङ पारेर झुन्डिने खालको हुन्छ नि खुर्सानी, त्यो खालको हो कि धेरै पिरो हुने नि। कमिराल तो है वो।
मलाई चाहिँ आँपको अचारहरू खासै मन परेन, त्यति साह्रो मनै परेन। पेरिका कस्तो अमिलो क्या, आफ्नै घरको बारीको भएर होला, आफ्नै करेसाको, आफ्नै लोकल भएर यस्तो अमिलो। फेरि अन्डा नि लोकलमा खानै नसक्ने लोकल अन्डाहरू। यो भात मैले खाइसक्दिनँ क्या जस्तो लाग्यो मलाई। थोरै भएर कि क्या तरकारी मिठै नभएर क्या, तरकारी नै भ्याइहाल्यो, नत्र मिस्दै गरेर खानु पऱ्यो हो। जाँगरिलो भयो भने हल्छी लाएर मासु राति 12 बजीसम्म हालेर अरे अमिलो हुँदा बुढीहरू मात्रो भइसक्यो त हौ, भात खायो। पानी दे कस्तो पानी निस्किँदैन ढिलो गर्दा। पानी नि दिन खाँदैन है, यता नहुँदै उतै बस्छ तिमीहरू। केटाकेटीलाई चाहिँ नदेखाऊँ भनेर क्या, पब्लिक सो त अब गर्नु त गएर हुन्छ, त्यो पनि फेरि जग्गा अन्डासँग त भाडा नसुन्दैछ है, यो अन्डा फ्राई अन्डासँग तेल वेल धेरै हुन्छ नि त। आइचा यति भात सकाउनु सक्दिनँ यार, यति भात चाहिँ कसलाई दिन्छ मेरो। तर मेरो बाख्रा छ, कुखुरा छ, खालि अन्डा नखाउँ भन्छ, अन्डैतिर हाल्दैन। तर अन्डा मन परेन म खासै। बा मलाई यति भात खानु लास्ट चाहिँ समय लाग्यो। कति च्याते खै जा छैन, कति च्याते छैन जहिले। मेरो चाहिँ
वेट भनेको चाहिँ अब 75 केजी थियो। अहिले त अब अलिक धेरै बाखा भन्छ तराजुलाई। बल्ल चाहिँ अगाए तरकारी सिक्यो क्या। अन्डा चाहिँ मन परेन मलाई, अन्डासँग भात खान नसकिन्छ। के हेर त तरकारी खाएको चाहिँ नहेर नि त्यसरी, के साह्रो लोभ लागेको छ हौ। खान भाइ आउनु पर्दैन, ढिलाउँछ हामी। गुड। ल यति चाहिँ साइड मैले हान्छु होला। आम्मा यस्तो टाइम भइसक्यो त खाएँ मैले। आफ्नै करेसाको बारीको खुर्सानी लास्ट पिरो। अब जेन्जर खायो भने हुन्छ। यसलाई भिडियो चाहिँ कसरी काटी काटी टक्टर छोटो छोटो गरेर हाल्नुपर्ने छ। यो त अब बाह्र यत्रो धेरै लामो भिडियो हुँदैछ। 12 मिनटको नखानु। लास्टमा कागज चाहिँ खानुपर्छ है। बोकेर खायो भने पनि एकदम यो बडी नै छैन। घाँटीको नसा फुलिन्छ। यति चाहिँ बाख्रालाई राखिदिनु कि क्या गाई छ। खासै भात चाहिँ खानु सक्दैन काम गर्ने मान्छे। म यो अन्डा चाहिँ मन पराउनु क्या। यति चाहिँ मैले ल यति चाहिँ मैले बाख्रालाई राख्नु कि भनेको। यो मेरो बाख्रालाई राखिदिनु पर्यो होइन। फेरि मगर कान्छाले भात खाँदाखेरि देखायो भातै खायो भने लोभी रहेछ भन्ला। गाई कसम होला है। यति चाहिँ लास्टमा मैले राखेको, यति चाहिँ मैले नसकेको खानालाई भनेको चाहिँ होइन नि। त्यत्रो देखाइए घाँस खान सक्दिनँ। मेरो बाख्रालाई पनि दिनु पर्यो, कुखुरालाई दिनु पर्यो। ल यति चाहिँ भात मैले थाल्यो। यति चाहिँ अन्डा 3टा अन्डा ल्याएको थिएँ। यति बसेको चाहिँ फ्राई गरेको अन्डा ओइल धेरै भएको खानु नसक्ने। अखबारे खुर्सानी अचार सिनिकै कागती सिनिकै हाइट अगा मासला। अब जोख्नु गयो भने तराजुमा 80-82 केजी भन्दा कम हुँदैन। ल गाइस थियो कमेन्ट गर्नु होला मेरो प्रतिक्रिया कस्तो लाग्यो। हजुर म चाहिँ पूर्व महोत्तरी जिल्ला बदरास वडा नम्बर 4। माई नेम इज सन्तोष मगर। अनि हिले त हो लाफाको नाखुरको हाल खबर सुलुलुलु।